पवित्र आत्मा पापको बोध गराउनुहुन्छ प्रियहरू। पवित्र आत्माले चाहिँ हाम्रो पापहरू हामीले कुन पाप अथवा गरिरहेका छौँ अथवा गरिरहेका छैनौँ भन्ने कुराको उहाँले देखाउनुहुन्छ हामीलाई। र उहाँले चाहिँ यूहन्ना 16:8ले भन्छ, उहाँ आउनुहुनेछ र संसारलाई पाप धर्म र न्यायको बारेमा दोषी ठहराउनुहुनेछ भनिकन छ। पहिले मानिसले पापलाई सामान्य सम्झन्थे प्रियहरू। पहिले चाहिँ मानिसले कस्तो सम्झन्थे पापलाई चाहिँ एकदमै सामान्य त केही होइन भने जस्तो के। तर पवित्र आत्मा आएपछि पापको वास्तविकता महसुस हुन्छ प्रियहरू। जब तपाईँ र मेरो जीवनमा चाहिँ पवित्र आत्मा आउनुहुन्छ त्यो दिनदेखि चाहिँ हामीलाई पापको महत्त्व चाहिँ के हो भन्ने कुरा थाहा हुन्छ प्रियहरू। महसुस हुन्छ कि पापले चाहिँ केही कुरातिर लगिरहेको छ हामीलाई र आफैलाई परिवर्तन गर्न मन लगाउँछ हामीलाई। हाम्रो मन एकातिर होइन, ध्यान एकातिर होइन, हाम्रो मनलाई पनि के गर्छ पवित्र आत्माले परिवर्तन गर्छ। भन्नुहोस् त, हाम्रो मन सबै भन्नुहोस्, हाम्रो मन परिवर्तन गर्नुहुन्छ। आमेन। गलत बाटोबाट फर्काएर परमेश्वरको बाटो खोज्नु सुरु गर्नुहुन्छ उहाँले चाहिँ तपाईँ र मलाई पठाउने। हामी सोच्छौँ कहिले पवित्र आत्माले बोलेर त पवित्र आत्मा अरे बाबा कसरी बोल्छ, हामी उहाँको नजिकमा जाँदैनौँ भने पवित्र आत्मा हामीसँग बोल्छ त दामी बोल्नु। तपाईँले मेरो हृदय चाहिँ खाली पवित्र आत्मालाई धर्नु पर्यो भित्र। पवित्र आत्माको आवाज सुन्न सक्ने हृदय आफूले चाहिँ बनाउनु पर्यो प्रियहरू। पवित्र आत्मा पापको बोध गराउनुहुन्छ प्रियहरू। पवित्र आत्माले चाहिँ हाम्रो पापहरू हामीले कुन पाप अथवा गरिरहेका छौँ अथवा गरिरहेका छैनौँ भन्ने कुराको उहाँले देखाउनुहुन्छ हामीलाई। र उहाँले चाहिँ यूहन्ना 16:8ले भन्छ, उहाँ आउनुहुनेछ र संसारलाई पाप धर्म र न्यायको बारेमा दोषी ठहराउनुहुनेछ भनिकन छ। पहिले मानिसले पापलाई सामान्य सम्झन्थे प्रियहरू। पहिले चाहिँ मानिसले कस्तो सम्झन्थे पापलाई चाहिँ एकदमै सामान्य त केही होइन भने जस्तो के। तर पवित्र आत्मा आएपछि पापको वास्तविकता महसुस हुन्छ प्रियहरू। जब तपाईँ र मेरो जीवनमा चाहिँ पवित्र आत्मा आउनुहुन्छ त्यो दिनदेखि चाहिँ हामीलाई पापको महत्त्व चाहिँ के हो भन्ने कुरा थाहा हुन्छ प्रियहरू। महसुस हुन्छ कि पापले चाहिँ केही कुरातिर लगिरहेको छ हामीलाई र आफैलाई परिवर्तन गर्न मन लगाउँछ हामीलाई। हाम्रो मन एकातिर होइन,